सबैजनालाई नमस्कार। मैले भर्खरै एउटा ताजा खबर थाहा पाएर हजुरहरूलाई चाहिँ यो कुराको जानकारी दिउँ कि भनेर आएको हो। किनकि गाउँघरमा जति पनि धोतीहरू आउँछ नि, ग्यास चुलो यताउति के बनाइदिन्छौँ भनेर त्यसको विश्वास पटक्कै पनि नगर्नु होला। किनकि हिजो भर्खरै मेरो एउटा साथीको घरमा चाहिँ के भयो भने, साथी गाउँमा थिइन्, त्यहाँ आन्टी मात्रै हुनुहुन्थ्यो, उसको घरमा अरू कोही पनि थिएन। त्यत्तिकैमा दुईजना धोतीहरू आएछन्। दुईजना धोतीहरू आइसकेपछि उसलाई आन्टीलाई भनेछन् कि हामी हेर्नु लाइसेन्स कम्पनीबाट आएको हो, जति पनि गाउँमा एकदमै ठगी भइरहेको छ त्यो हामीलाई थाहा छ, हामी त्यस्तो खालको व्यक्ति होइन, नपत्ता हेर्न सक्नुहुन्छ, हामी लाइसेन्स कम्पनीबाट लाइसेन्सै लिएर आएको मान्छे हो। हामीले तपाईँका काला भाडाहरू जति पनि छन्, यता फोहोरहरू भएका जति पनि भाडाहरू छन् नि त, तिनीहरूलाई हामीले सबै टल्काइन्छ यताउति भनेर आन्टीलाई निकै लोभ देखाएछन्। आन्टी फेरि अलिक पढे लेखेको हुँदैन थियो, अनि त्यस पछाडि एकदमै लोभ देखाएपछि आन्टीले हो कि जाइ पारेछन् र हो कि जाइ लाग्यो आन्टीलाई, र उसले आन्टीले यताउति फोहोर भएका काला भएका भाडाहरू उसको सामु ल्याउनु भएछ। अनि त्यसपछि उसलाई एकदमै लोभ देखाएर टल्काउँदै गएछ, अनि हो कि जाइ पारेछ। अनि सबै यताउति ल्याएका काला भाडाहरू एकदमै पहिला चमकमा ल्याएछ। त्यत्तिकैमा आन्टी लोभिनु भएछ। अनि उसले फेरि के भनेछ भने, तपाईँका सुन चाँदीहरू यताउति छन् भने पनि दिनु, हामीले टल्काइदिन्छौँ, तपाईँ यसरी नै बसेर हेर्नु, हामीले फोहोरहरू फालेर टल्काइदिन्छौँ भनेर लागेछन्। त्यत्तिकैमा आन्टीले विश्वास लागेर चाहिँ भित्र गएर चाहिँ छोराको 2 तोलाको सिख्री रहेछ, आफ्नो औँठी रहेछ, अनि आफ्नो पनि सिख्री, अनि त्यसपछि कानमा लागेको फुकाल्नु भएछ। फुकाले चाहिँ उसलाई दिनुभएछ र उसले टल्काउन सुरु गरेछ आन्टीले। अनि आन्टी बसेर हेर्दै गर्दाखेरि उसले के भनेछ भने यो टल्काउनका लागि लास्टमा अलिकति मनतातो पानी चाहिन्छ, तपाईँले भित्र गएर ल्याउन सक्नुहुन्छ भनेछ। त्यत्तिकैमा आन्टी चाहिँ त्यहाँ त्यो सामानहरू राखेर भित्र तातो पानी तताउन जानुभएछ। अनि तातो पानी हातमा लिएर बाहिर आउँदाखेरि त न मान्छे छ, न त्यहाँ राखेका भाँडा कुडा सुन चाँदी यताउति केही पनि छैन, बाहिर बाइक राखेका रहेछन्। एक्कासी आन्टी बाहिर आउँदा चाहिँ त्यो सामान सुन चाँदीहरू सबै तिनीहरूले लगेर बाइकमा टाप कसेछन्। आन्टी हेरेको हुनुभएछ, न सामान छ, न मान्छे छ, न आफ्नो केही छ। त्यसरी नै गाउँमा आउँदै गरेको चाडपर्वहरूमा चाहिँ धोतीहरू यस्तै गाउँका सोझासाझा मान्छेहरूलाई ठग्नका लागि आएका हुन्छन्। कृपया उसको कुराहरू सुनेर उसलाई आफ्नो घरभित्र छिर्न नदिनु होला प्लिज।